हेलो गाइस, गुड मर्निङ सबैजनालाई, मेरो साथीहरू। आज म मासु बनाउन लागेछु। आज म तपाईँलाई रेसिपी देखाउने छु मासुको कसरी बनाउँछ होइन। धुरा टक्कै पारेर राखेछु। त्यो गाइस, अब यहाँ तेल हालेँ होइन। पहिला मासुलाई पुरा फ्राई गर्नुपर्छ, ड्राई फ्राई होइन। त्यहाँबाट अनि यहाँ सबै रेडी भएर छ होइन। त्यहाँबाट अब रातो पार्नुपर्छ, पुरा फ्राई गरेर अनि त्यसलाई देखाउँछु ल। त्यहाँ रायोको साग हालेर त्यो गाइस मासु अहिले फ्राई गरेँ होइन। फ्राई गरेर नमोदो चाहिँ लास्टै यो यसलाई यसरी फ्राई गर्नुपर्छ गाइस, ब्रोइलरलाई। अनि यहाँ अब म ग्रेभी बनाएर देखाउँछु रायोको सागसँग गाइस। त्यो गाइस आलुलाई पनि यसरी फ्राई गर्नुपर्छ होइन। आलु दुईवटा आलु काटेर बेसी होइन, दुईजना खाने होइन। आलुलाई त्यसरी फ्राई गर्नुपर्छ पहिला होइन, मासु जस्तै। त्यहाँबाट फेरि यसको ग्रेभी बनाउँछु म होइन, त्यसको पनि देखाउँछु। मासु फ्राई भइसक्यो गाइस। त्यति आलु पनि यस्तो रातो बनाउनुपर्छ कि यसरी। यसलाई पनि फ्राई गरेर होइन, मासु जस्तै बनाउनु पऱ्यो। यसको ब्राउन भयो होइन, बेसी फ्राई गर्नु पर्दैन चाहिँ बस। यसरी हाम्रो सँगै राखिदिन्छु होइन। बस अब यसलाई ग्रेभी बनाउँछु होइन। त्यो गाइस अब बनाउनु आँटेको म होइन। तेलले अब फार्स्ट हरियो मिर्च, अर्को फ्लेभर आउँछ कि यसको होइन। होइन अब अलिकति उयो गरेपछि ब्राउन भएपछि फेरि प्याज हाल्नुपर्छ गाइस होइन। अब यसमा म फार्स्ट होइन यो एड गर्छु टमेटो। अहिले हल्का होइन, यसरी हल्लाउनु पऱ्यो होइन। फेरि यसलाई हल्का ढाकिदिनु पऱ्यो 5 मिनट। त्यो साथी हो टमेटो उयो भइसक्यो, ब्राउन भइसक्यो। अब म एड गर्छु लसुन पेस्ट। पेस्टमा नि अब यो कुटेको, मलाई त त्यो पेस्ट राम्रो लाग्दैन कि यसो यस्तो होइन। यसलाई फेरि हल्का हल्लायो। त्यो गाइस फाइनली यस रातो भयो टमेटो होइन। अब एड गर्छु मासु र आलु चाट होइन। गाइस अब हाल्नु पऱ्यो हल्दी, कलरफुल होस्। त्यहाँबाट आयो धनियाँ, जिरा त कम्ती रहेछ गाइस, किन्नै हालिदिनु पऱ्यो होइन। अब आउँछ काली मिर्च, ब्ल्याक पाउडर। अब चाहिँ गरम मसला, तो गाइस फाइनली हेर्नु पर्यो प्लेट छोपियो। यस्तो होइन। यसमा अब यो साग एड गरिदिनुपर्छ, रायोको साग।
हल्का ढाकिदिनु पऱ्यो। गाइस मैले ढकनी हटाइदिएँ अहिले होइन, अब एक बार चलाइदिनु पऱ्यो। कराईको कान छैन नि त हर्ने, एउटा हातले मोबाइल एउटा हातले सब्जी, कराई हल्दैछ गाइस। अब यसमा हल्का पानी एड गरिदिन्छु नि, गरम पानी। हल्का यसो राखिदियो, एड गर्छु मिट मसला। बस 10 मिनट में रेडी हुन्छ। गाइस बाई बाई सबैजना। तो गाइस 10 मिनट भयो, हेरौँ कस्तो भएको छ। ओ भाइ साहब